राम्रो रहेछ क्या किनेको सिलगढीमा कहाँ अनलाइनमा आएको आफूले के ल्याउनु भन्दा कहिले केही नल्याइज भन्छ फेरि आफूले केही अन्त आएर चाहिँ म सरप्राइज दिन्छु Yo guys, hello everyone, welcome back to my channel. It's me Swastika Thapa Mongar. So guys, once again I'm back with a new video after a long gap. So guys, हाम्रो चाहिँ समर भेकेसन सुरु भइसकेको छ अन्त हामी चाहिँ हिजो नै बसमा चढेको अन्त चाहिँ हामी बिहान आइपुगेको हो अन्त मैले त्यो आएको ट्राभल गरेको भिडियोहरु चाहिँ बनाइन अन्त म चाहिँ बागडुग्रामा एकछिन काम थियो र बागडुग्रामै झरे अन्त किनभने मैले मेरो साथीलाई भेट्नु थियो नि त अन्त सो गाइस दिस भिडियो इज गोइङ टु बी अ सरप्राइज भिडियो म चाहिँ आमा बाबाहरुलाई आउँछु भनेको छुइनँ घरमा मैले मात्रै हैन नानाले पनि भनेको थिएन छुट्टी भएको छ भने चाहिँ हैन अन्त हामी चाहिँ सबैजना आयौं अन्त सो अब यो चाहिँ सरप्राइज भिडियो हुनेवाला चाहिँ के हुनेछ कसो हुनेछ सो लास्टसम्म हेरिदिनुस् होला आइपुगे टाउको दुखेर कस्तो भयो उल्टेर होला जस्तो भयो अब यहाँबाट चिनेर जानुपर्छ फेरि अब गाडी पाएन ठिकै छ पाएन चिनेर जान्छ अब के हुन्छ ए यस्तो भइरहेछ वेदर वाउ चिसो चिसो हावा आउँदैछ यो बाटोबाट जानुपर्छ ओह्रालो 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 म चाहिँ फाइनली आइपुगिसकेको छु यहाँनिर हो अन्त के भन्छ पिकअप पाएँ नि त मैले कमानको कि हाम्रो गाउँको अन्त त्यसमा आयो अन्त आमाहरू चाहिँ ड्युटी जानुभएको छ होइन अहिले मैले फोन गरेको थिएँ अन्त ड्युटी गएको छु भनेको छैन अन्त आएर चाहिँ म सरप्राइज दिन्छु गाइस फाइनली घर आइसकेको छु तर कोइरहन रहेछ भएको कुरा चाहिँ चप्पल यहाँ खोल्छु कस्तो खुसी लाग्यो र फाइनली गाइस मेरो रुम सो गाइस रुममा चाहिँ कोही रुममा मैले घरमा चाहिँ कोही पनि रहेन रहेछ हो अब म लुगाहरू चेन्ज गर्छु अन्त आमालाई मैले भनेको छुइनँ आएँ भनेर बाबालाई पनि कोही पनि भनेको छुइनँ अन्त सो अब के खानाहरू पकाउँछ भने म खानाहरू पकाउँछु होइन त्यहाँ चाहिँ भेट्छु मलाई सरप्राइजको लागि चाहिँ भेट्नु ल सरप्राइज कस्तो लाग्यो तपाईँलाई छक्क परे नि हौ भाँडाको होला भने यारु कति घाटा भनेर मैले हैन भाँडा छैन आयो भनेर लानु बुझाइदिन्छु बिहार बुझ्नु तपाईँलाई स्पेसल पठाइदिएको छ के भयो अल द वे फ्रम कसले तपाईँलाई पनि पठाइदिन्छ ओके सुरेशमा मलाई सोधेको तपाईँले त किन आफूले के ल्याउनु भन्दा कहिले केही नल्याइज भन्छ फेरि आफूले केही नल्याइज भन्दा मैले जुत्ता प्लास्टिकको जुत्ता चप्पल पक्राइन्छ सरप्राइज दिएको त मान्छेहरू त यहाँनिर छ देखुन त मैले ल्याएको लगाएर यो के राम्रो रहेछ क्या किनेको सिलगढीमा कहाँ अनलाइनमा आएको